दाजु कता हो अन्त अर्ग्यानिक चपस्टिक बन्दैछ पानी नसुकाउने ल मैं 10 वटा मैगीमा यति उब्रेको छ 2000 त्यसलाई हुँदैछ ओडी कस्तो हिरो कस्तो दाम खेल्नु भएन 500 रुपियाँ जान्छ हेलो गाइस वेलकम टु माई अनदर ब्लग हामी चाहिँ यहाँ साधुले आएको छौँ यो र म मलाई अझै दुईजना छ त्यो दुईजना छन् तर उता सामानहरू किन्नु गएको छन् क्या हाम्रो सामानहरू हो हामी चाहिँ सामान लिएर अब उता चालैसँग यतातिर जानुपर्छ यता तर धेरै परिवर्तन भएछ है टोइलेट सब बनिसकेको छ है सधौलीमा यहाँ चाहिँ घर जान्छ हौ यसरी लगिहाल्छ नि हो म फसिहाल्नु नि अब नुहाउने नै भयो त्यो भेषमा नि खोला पर्यो भन्नु भएको भएको के भएको अरे दिबे साउन्डै आउँदैन भन्छ क्या फेरि नआउने त है भ्लगर दाजु कता हो अन्त गलियो गलियो भन्नु अरे उता हो एउटा आउँथ्यो बाटेर हाम्रो बसेर हाम्रो के खाना पाउँदैन भनेर के हेरेको कहाँ हालेको एउटा कहिले बोकेको तते भन्दा यो एउटा कहाँ गयो होइन हामी चाहिँ आज यहाँ के पो माथि पोखरीतिर आएको छौँ नवीन छ अनि म छु तर कस्तो दामी देखिँदो रहेछ यता पनि साथ छैन र अलि एउटा फोटो हाल्नुपर्छ खुट्टा पोल्न थाल्यो प्लास्टिक खाने पनि छ आगो बलिसकेको छ अब यहाँ हुन्छ पानी हाल्ने गरेन यस्तो मान्छे आएर यहाँ पछि पानीको कमी भइरहेछ है बरु माथिबाट अलिक हाँक क्लियर हाल्दो रहेछ ड्युटीबाट हानिरहेको छु त बिचमा भातमा हो नि यार चपस्टिक अर्ग्यानिक चपस्टिक बन्दैछ पानी नसुकाउने मजा आउँछ नि त नि यसो घुम्न आएको रमाइलो हुन्छ नढुट्याउन बज्या जुन दाइ हो नि धनिया थियो धनिया हाम्रो घरमा थियो नि अब के गर्नु भयो सबै थियो त्यो पत्ताहरू हालिदिउँ न त सागको साथमा यहाँको पत्ताहरू कति हुन्छ तर अब त भयो पनि होला है पानी सुकिहाल्यो भयो यो त हुन्छ धेरै नहाल्नु
सुन 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 तिमी सुन तिम्रो शब्द मैले कहिले भनिन तर त्यसको मतलब मेरो मायामा कमी होइन हेर 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 तिमी हेर भावना देखाउन सकिन हाम्रो म्यागी चाहिँ पाकिसकेको छ हैन भइरहेको छ खोइ त अनि यतातिर चपस्टिक खोइ त यसले नै पालो पालो ए पालो बिलो टप्प घुमाएर जिङ्गा मात्रै घुम्छ त एउटा उठो चस लगडा हो चस पोखरा धेरै ठुलो भयो अलिक ओरै आएर खानु म त उठाउनै जान्न त हो मिठै भएछ घुमाएर त्यसो आएर फेरि त भएन अर्को छैन हालौँ न उयसमा हाल्छ चटपटेमा हाल्छ होला सबै होइन त्यहाँ छ होला होइन मैले लिएको थिएँ त्यहाँ छ होला उयो ऊ सबै हालिछ त जताले फेरि उता गएको होइन नि माथि इलामदेखि माथि बाइक छोडेर त्यही हो क्या रहेको थियो डुकाटी एउटा अनि के लगायो सिआर एउटा जेक्लिडाले 15 हाल्दैन 10 हाल्ला त्यति पनि 10 त हाल्छ मरि हाल्छ म त्यतिखेर चाहिँ सामान सब लिएर जानुपर्छ यसरी नै दामी तरिकाले पिकनिक बनाएर चुली पखाइ जाँदा चाहिँ क्या लास्ट मजा आएको थियो मासुहरू पनि बोक्नु कि दाइ मासुहरू के बोक्नु हामी मासु लगेको थियौँ रदहरू के बोकेर जाउँ दामी तरिकाले बोकेर खान्छ 6 केजी मासु लगेको 7 जनालाई मासु खाइ नसकेर फ्याल्देको तिम्रो फिगरको काकोला गुल्ला स्नेक जस्तै नराम्रो भिडियो प्यार सुना हल्का थोडा 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 तिम्रो टिकटकमा कल देखेर दङ्ग परे म भर्खर कोलको लाउँदो तिम्रो जवानी सँग पानी पानी हुन मलाई नै मन छ पानी पानी बनाइ मलाई पनि सानी के भएको यो हलेर टिकटक बनाइदिउँ न एउटा हाम्रो चटपटे अब चटपटेको पाली है त म्यागी सकिसक्यो मेरो हो मैले राखेको ल 10 वटा म्यागीमा यति उब्रेको छ डोजर पेलाइ हुँदै कस्तो खेल्नु भएन 500 रुपियाँ जान्छ आजको लागि चाहिँ यति नै हो होइन गर्दैछु मेरो पनि यहाँबाट इन हुँदैछ है